हेलो एभ्रिवान, आज नमस्ते। यहाँको आइपुग्नु भएको छ मेरो भिडियोमा हो। अनि अब चाहिँ ऊ चाहिँ जान आँटेको छ, त्यही भएर मैले सानो भिडियो बनाएको। कस्तो लाग्यो म चाहिँ? सो गाइस, मलाई निशासँग बसेर चाहिँ एकदमै धेरै अब हुन्छ नि नजिकबाट उसलाई चिन्नु पाएँ अनि एकदमै खुसी लाग्यो हैन। एकदमै मिल्ने खालको रहेछ ऊ पनि हैन। अनि मलाई उसँग भेटेर चाहिँ एकदमै ब्लेस्ड फिल भएको छ। सो अब नेक्स्ट टाइम पनि हामी भेट्ने छौँ। अब त उसलाई पनि मैले मेरो घरमा वेलकम छ भनेर इन्भाइट गरेको छु हो। सायद आउँछ होला ऊ पनि। अन्त उसको हस्बेन्ड उसलाई दुवैजनालाई मेरो घरमा वेलकम छ। अन्त फेरि पनि भेट्नुपर्छ। उसले हामीलाई एकदमै मिठो मिठो खाना बनाएर दियो साथीहरू। ऊ पनि काम चाहिँ मजाले गर्दो रहेछ क्या। ऊ त अब हेर्दा यत्रो छैन, नानी पनि छ एउटा। नानी सँगालेर नानीहरूलाई स्कुल लगेर यत्रो घरद्वार सँगाल्नु एकदमै धेरै स्ट्रगल गर्ने केटी रहेछ ऊ पनि हो। अन्त एकदम राम्रो लाग्यो मलाई। सो तपाईहरु सबैजनाले निशालाई पनि माया गरिदिनु होला है। अन्त धेरै साथ सपोर्ट गरेर फलोहरु गरिदिनु होला। थ्यांक यू सो मच। थ्यांक यू।